सेवा नमस्ते वेलकम ब्याक टु ब्लग इट्स मी सेसु रानी फेरि छु तपाईहरुको सामु न्यू डेली ब्लगको सुरुवात गर्दै ओइला जाई ती पर जा उ आयो त्यति ल तलै नि ल भाइ लैजा त उता A few moments later एकछिन है सिजा ल सेवा नमस्ते वेलकम ब्याक टु ब्लग इट्स मी सेसु रानी फेरि छु तपाईहरुको भाई यहाँ पे क्या हो रहा है भाई यहाँ पे क्या हो रहा है नमस्ते तिमीहरु चाहिँ सोच किन गर्यो नमस्ते गर भनेपछि गर क्या फिस्ता खानमा फेरि 2000 years later सेवा नमस्ते वेलकम ब्याक टु ब्लग इट्स मी सेसु रानी फेरि छु तपाईहरुको सामु न्यू डेली ब्लगको सुरुवात गर्दै र मसँग हुनुहुन्छ यहाँ भन्नुस् आफै नाम म त थाहा छैन नाम तेरा तो गेम बजाना पड़ेगा भन्न मजाले नमस्ते मेरो नाम सजना राई अनि उहाँको नाम लिन्सा राई सो अनि हामी तीनजना साथी मिलिकन हैन मुकबाङ बनाउन आँटेको छु अनि हाम्रो यहाँ स्पेशल छ चटपटे घरमै बनाएको अनि पानीपुरी पनि हामीले आफै बनाएको अनि झोल पनि छ यहाँ धेरै नअटेर अनि हामी तीनजना चाहिँ अब मुकबाङ गर्न आँटेको सो अब हामी स्टार्ट गर्छौँ ल ओके 3 2 1 गो के फर्स्ट खाने ए पानी फर्स्ट पानी न चिसोको म ए फेन्टा अरे झूठ बोल रहा है ये झूठ बोल रहा है राइट कैसा लगा मेरा मजाक पानी को यहाँ दिनु न यहाँ छ के पानी नसुरुमा त भयो यहाँ मुनि भयो ल त्यही खानु फर्स्ट हामी फर्स्ट चाटबाट गर्छौँ है ल 3 2 1 हामीले चाहिँ हात धुइसकेको थियौँ नि मालूम है तेरे बाप को मत सिखा चल हाँस न धेरै 3 फर्स्ट राइट खाए ल फर्स्ट राइट चटपटी बनाउने मान्छे त ईश्वर चाली या रेनी सरा हेर्नुहुन्छ खोर्सानी हेर्नु यत्रो काटिरहेको हजुर ल खोर्सानी खाए ल यो चाहिँ हाम्रो फर्स्ट है फर्स्ट मुकबाङ पानीपुरीको झोल है यहाँ पनि छ यो त मुनि राखौँ होला नाच्दैछ नमस्ते गर्दै पानीपुरी चाख्नु पनि छ ल थाम्न दो यहाँनिर बिचमा फर्स्ट टाइमको मुकबाङ गाइस फर्स्ट राइट पानीपुरी खाए ल मैले केही पनि भनिन यो चाउचाउ र अनि यहाँ आलु पनि छ है चाउचाउवाला र आलुवाला अनि चटपटेवाला पनि छ है 3 खालके हामीले 4 दिएर 3 खाले हुन्छ 3वटा खालके होइन अम्मिलो छ फेभरेट दातकुली हो क्या उयो सुन्नु चटपटी अगाडि ढिलो लाग्छ होला होइन अलिकति चटपटी पनि हाल्यौँ अनि झोल पनि ल गाइस हाम्रो बसाइ चाहिँ ओभर खतरा छ तपाईहरुले देखाउनु मिलेको छैन मात्र हो ठुल्ठुलो स्वरमा बोल्नुपर्छ किनकि छोराले हाम्रो सानो छ
पातर नि यो चाहिँ पातर नि धेरै हाँसिरहेको छ अनि किन हाँस्छु त जाने मेरो स्प्राइट त सकिरहेको छ गाडी मेरो स्प्राइट अनि पानी भनेर भयो भएन चम्ची पनि छैन तुमसे ना हो पाएगा खतरा मुखबाङ छैन क्या फर्स्ट मुखबाङै हामीलाई कस्तो गाली दिइरहेको छ होइन भिडियो बनाइरहेको छ कस्तो गाली हाम्रो सुरु मुखबाङै खतरा भइरहेको छ होइन ठुलो स्वरमा बोले या त भोलि जाँदैन नि फर्स्ट मुखबाङ खतरा मेरो सोच तर कस्तो हाँसेको मेरो सँगै स्प्राइट त धेरै रहेछ त कस्तो मेरो स्प्राइट चाहिँ सकिन आँट्यो स्प्राइट हो कि पानी जस्तो पिन्छ साँच्ची हो सनमा स्प्राइट ल्याइदेऊ त मुंह से सुपारी निकाल के बात कर रहे बाबा त्यो त खाली छ त नरेन किन माथिबाट पनि कराएकै छन् मुनिबाट पनि कराएकै छन् बंद करो हाथ जोड़ के मैं खानै दिँदैन सकिन्छ खानु जल्ला पकाउने रहेछ हेर टप गर्ने नि के भन्छ चामगाजा बाजे पनि सुगा चाउचो छैन है त चाउचौवाला चाउचौवाला सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ त्यो गाइस खाना खाले मैले डर्ने मुखबाट बोलेको अड्क्यो हो डिन्सा हटाएर हो त्यो काट्यो पेटै भएर यहाँ प्लेट भन्न थालिसक्यो है हाम्रो अलिकतिमा त्यही त है दाग जिम त नि भर्खर दाउरा आएर दाउरा दिएर अन्त भनेको तँलाई भोलि बनाऊँ भन्ने भयो यहाँदेखि त कस्तो पनि हुन्छ हाम्रो हालौँ भयो हाम्रो होली भयो रपै रप जस्तै बनाइदियो त्यसले त म त खाँदै दासै कुरेको छ के गर्यो एउटामा हालेको छ आलु अर्कोमा हालेको छैन खाली
यहाँ त पिरो भयो सो गाइस अनि म तपाईहरुलाई भन्न चाहन्छु म चाहिँ कक्षा 10 मा पढ्छु हैन अनि कक्षा 10 मा पढ्छु म चाहिँ अब 14 दिन 15 मा जाँदैछु उ चाहिँ भन्नु किन भन्नु 9 मा 9 मा 15 दिन 16 मा उ चाहिँ 11 मा हो अब 12 मा होला है सजना चाहिँ 12 मा कति वर्ष भयो 16 देखि 17 मा हैन 16 देखि 17 मा हामी कति ग्यापको दुई ग्यापको है दुई ग्यापको हामी दिदी बहिनीहरु हो त्यो चाहिँ भयो र म चाहिँ थिएँ सबैजना जेठी माइली कान्छी हामी चाहिँ दाजुभाइको छोराछोरी है सक्खे सोच्नु होला नि फेरि पेट भन्नु न छोडेर त के गर्छ सक्यो भने के हो ओइ मेरो मतलब पाइ आफ्नै एउटै बाउ आमाको छोराछोरी होइन बाबा आउँदैन बिचमा यहाँ भरि आउँछ त सबै सुनिन्छ त छालाउँछ पेटा भरि पनि खान्छ भोक लागेको बेला बनाएर भात भिचिहाल्यौँ त मैले नि मेरो बस्नु पो अप्ठ्यारो भयो मलाई भात खाइहाल्यो कसरी बस्नु पर्यो बस्नु न हौ किन उठ्नु थालिसक्यो हाम्रो यो स्प्राइट त होइन पानी अघि चाहिँ झुक्किनुहुन्छ नि अघिको चाहिँ स्प्राइट हो यो चाहिँ पानी है हामीले तपाईँलाई जस्ट आइदिएको मात्रै रातो पिरो भइसक्यौँ हामी यहाँ सबैजना म चाहिँ सबैभन्दा रातो अघिको चाहिँ होइन त्यस्तो गाई उसको पनि बस्नु पनि खानु पनि म त उठिन यस्तै बस्यो मुखबाङ गर्न सकिँदैन है झन् हाम्रो यति चटपटे नै पेट भर्छको झन् हामीभन्दा खतरा मुखबाङ बनाउने मान्छेहरूले एक टेबल राख्ने भने कसरी भित्र सक्नुहुन्छ नि त्यो थोरै नै राख्छ कि अनि थोरै देखाउँछ म त्यो नजिकबाट हामी त यो टाढोबाट हो यस्तो तर केही छैन तिनजनाले यति खानु त है नसक्नु भनेको त लाजा पो त अनि म तपाईँलाई भन्छु पनि मेरो टिकटक आइडीको नाम चाहिँ कस्तो झिङ्गा आउँछ हौ मेरो टिकटक आइडी चाहिँ सुम्निमा राई 0704 छ 0710 पनि छ अनि झिङ्गा आउँछ कि यस्तो दिनु मन लाग्छ नि म अनि रेनिसाको चाहिँ आइडी छैन फेसबुक आइडी छ रेनिसाको चाहिँ युमिना राई छैन युमिना राई छ अनि सजनाको चाहिँ फेसबुक टिकटक आइडी सबै दुवै छ नाम चाहिँ के भयो उसको नाम लालिसा एक्स के कति छ टिकटक आइडी हौ लालिसा हौ लिसा भन्न लिसा कति लिसा छ अनि फेसबुकमा पनि लिसा नै छ है तर फेरि गाई तपाईँले सोध्नुहुन्छ होला दिलिसा भनेर तर नाम चाहिँ लिसा होइन तर लिसा भन्ने अरू अब त्यस्तो हुन्छ नि त त्यसै चाहिँ नसोच्दिनु सो गाइस अनि हामी चाहिँ नारुतो फ्यान हो मतलब एनिमे फ्यान मलाई चाहिँ नारुतो मनपर्छ अनि इटाची म चाहिँ त्यहाँ पुरा पाठ हेरिसकेको छु म चाहिँ के अरे चाहिँ के अरे
उडी पनि गर्नुपर्ने अब नारुतो सिजनमा को मनपर्छ र फर्स्ट नारुतो सेकेन्ड त इटाची थर्ड गारा फोर्थ सासुके मेरो फर्स्ट नारुतो सेकेन्ड इटाची थर्ड सासुके फोर्थ ओबिटो अष्टमीवाले भने जस्तै र सजनाले भने जस्तै मेरो पनि हो। अनि डिमन स्लेयरमा चाहिँ मलाई तान्जिरो अनि इनसुके अनि जेन्सु अनि डिमन स्लेयरमा चाहिँ मलाई तान्जिरो मनपर्छ फर्स्टमा सेकेन्डमा इनोसुके थर्डमा जेनेट्सु फोर्थमा नेजीको चाङ किप्चो लैजाऊ यिनीहरू पनि छ इनोसुके जब फर्स्ट टाइम पुग्छ नि इनोसुके नि खतरा केटी पो हो त अनि उसको बडी पनि हाई हाई कस्तो राम्रो छ हाई हाई हाम्रो त यो मुखमा मनाएको पनि के घु जस्तो पो हुन्छ सड़ी के अब तो सच बोल दे भोसड़ी के मलाई जुजुत्सु काइसन मनपर्छ गोजो यस गोजो साकुरो अनि ऊ के भन्छ के पो भन्छ सासुके होइन होइन सुकुना सुकुना मलाई गोजो र सुकुना राम्रो लाग्छ अनि एउटा त्यो मेगुमी वान पिसबाट चाहिँ फर्स्टमा लुफी सेकेन्डमा जोरो थर्डमा चाहिँ नामी सजना दामी पानीपुरी चटपटी अनि पानीपुरी चटपटी अनि पानी हो नि त यो हाम्रो फर्स्ट हो नि त अब बिस्तारै हुन्छ अर्को पालि चाहिँ के हुन्छ भने कंट्रोल अर्को पालि चाहिँ लगाउन दुइटै अर्को पालि चाहिँ उतो के पो भन्छ करेन्ट चाउचाउ अन्डा रोल अनि चटपटे अनि पानीपुरी त्यस्तै हुन्छ अनि कौन है ये लोग कहाँ से आते हैं ये? नरेन आउँछ के भन्नु उसको भाइहरू पनि नरेन आइज नरेनलाई देउता त्यो दुइटा नानु पानीपुरी पानीपुरी लास्ट गाई चपच हुँदा पनि हिँड्नु परिहाल्यो किनकि बासी भन्छ So guys, आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ टाटा बाई 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 गर्नु बाई लाइक कमेन्ट सब्सक्राइब हाल्नु बाई लाइक कमेन्ट सब्सक्राइब हाल्नु नबिर्सिनु होला अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु है रानी भ्लगलाई टाटा बाई बाई Thank you for watching.